रातो दिन रोको आँसुको भेलले बनेको स्विमिङ पुल छ। हामीलाई किन गलत इन्टेन्सनले यहाँ काम गर्नु थियो? भारी बोकी बोकी हामीलाई किन एउटा देशको रङ्गशाला बनाएर यहाँ भ्रष्टाचार गर्नु थियो? हामीलाई त पोलेको थियो विदेशका कार्यक्रममा सहभागी हुँदा, विदेशको विकास देखेर हाम्रो देश कहिले यसरी बनाउने होला भनेर हामीलाई हुटुटी थियो। भूकम्प गएपछि विपदको एउटा सारथी बन्दै, बस्ती बसाल्दै, यहाँहरूले गरेको सहयोगलाई सही ठाउँमा सदुपयोग गर्दै हामी अगाडि बढेका थियौँ। देशलाई केही गर्न सकिन्छ, देश बनाउन सकिन्छ है, आत्मनिर्भर बन्नुपर्छ है, विदेशीको थिचोमिचो सहनु हुँदैन है। अब उठ्ने बेला आयो भन्ने हामी लागेका थियौँ। आज यही परियोजना एउटा विदेशी सहयोगमा बनाउनु पर्ने बाध्यता हुन्थ्यो होला। आज ठूला ठूला पुलहरू, विकास निर्माणका चिजमा सबै विदेशी लगानी। नेपाल सरकारले मागेरै ऋण गरेरै बनाउनु पर्ने बाध्यता छ। हामीले त कुनै विदेशी पुकारे होइन, स्वदेशकै नेपाली दाजुभाइ दिदीबहिनीबाटै यो यहाँसम्म आएको र हामीलाई